नमस्कार साथीहरू। धेरै साथीहरूले टिम सेवा आयोगमा फर्म भरिसकेको होला। त्यति बेला पनि केही प्रब्लमहरू आइरहेको थियो। फर्म कसैको पैसा पे हुँदै थिएन, कसैको फर्ममा एउटा डकुमेन्टहरू अपलोड हुँदै थिएन। अहिले हिजो 3 गते चैत्र 3 गतेदेखि पनि फेरि प्रब्लम आइरहेको छ। फर्म भर्दाखेरि सर्भर नै नचल्ने हुँदैछ। हेर्न सक्नुहुन्छ, म तपाईँलाई एउटा फर्मको डेमो दिएर देखाउँछु। अनलाइन एप्लिकेसनमा जाँदाखेरि तपाईको सर्भर नै यस्तो देखाउँछ, यो पुरै डाउन देखाउँछ सर्भर। यो कति नलोड हुन्छ, जति स्ट्रङ नेटवर्क भए पनि यो लोड हुँदैन। टिम सेवा आयोगको फर्म भर्नेमा यो जाँदैन। अब यस्तो तपाईको यसको लास्ट डेट कहिले हो भन्नुहुन्छ भने, यो टिमले एउटा नोटिस सार्वजनिक गरेको थियो। यसमा भनेको छ तपाईको म्याद थपेको भनेको छ है। अनि साधारण दस्तुर बुझाएर फारम भर्नुको लागि चैत्र 5 गते यसको लास्ट डेट 12 बजे, यानि कि भोलिको 12 बजे यसको लास्ट डेट थियो तपाईको। अनि डबल दस्तुरमा चाहिँ तपाईले चैत्र 25 गते रातिको 12 बजेसम्म फर्म भर्न सक्नुहुन्छ। अब अहिलेको सन्दर्भमा हेर्दाखेरि फर्म यो कसरी भर्ने भन्ने अन्यलमा हुनुहुन्छ धेरै जसो स्टुडेन्टहरू। अहिले यो सर्भर नै चलिरहेको छैन। तपाईको यस्तो देखाउँछ यो सर्भर। जति लोड गर्दाखेरि, जति स्ट्रङ वाइफाई नेट भए पनि यो लोड हुँदैन। अब यो के गर्ने त, यसको विकल्प के छ भन्नुहुन्छ भने, तपाईँ यदि हिजोबाट चैत्र 3 गतेबाट फर्म भर्दै हुनुहुन्थ्यो भने यस्तो समस्या तपाईँले फेस गर्नु भएको होला, वा त्योभन्दा पनि अगाडि फेस थियो होला यो समस्या। अहिले जानकारी पाएँ। अब यस्तो छ, यो भ्याकेन्सी भोलि लास्ट डेट हो। अब एक दिन मात्र छ भनौँ न, एक दिन मात्र छ, एक दिन 2-4 घन्टा जति छ। के गर्ने त, यसको समस्या के? यो एउटा साथीको जिज्ञासा थियो। एउटा साथीले मलाई क्वाइरी मलाई सेन्ड गरेको थियो वाट्सएपमा। एउटा साथीले मेल पनि पठाएको रहेछ टिम सेवा आयोगमा। यहाँ हेर्न सक्नुहुन्छ, टिम सेवा आयोगमा मेल पठाएर उताबाट के रिप्लाई आएको छ भने, त्रिवी सेवा आयोगको अनलाइन एप्लिकेसन पोर्टल नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारको सर्भरमा होस्ट गरी सञ्चालन गरिँदै आएकोमा मिति 2081 चैत्र 3 गतेदेखि उक्त सर्भरमा समस्या आएकोले अनलाइन आवेदन प्रक्रियामा बाधा उत्पन्न भएको र उक्त समस्या समाधान भए पश्चात अहिले रोकेको अवधिलाई समेत सम्बोधन हुने गरी व्यवस्था मिलाइने बेहोरा जानकारी गराइन्छ भनेको छ। अब यसमा यो नोटिसमा के भनेको छ भने, सर्भर पुरै ह्याङ छ। अब कता सरकारको सर्भर चलाएको छ, नेपालको सर्भर आइटीको त तपाईँले थाहा नै होला कस्तो छ हालत, कति करप्ट भएको छ देश भन्ने तपाईँलाई जानकारी भएको नै होला। अब यसमा भनेको छ तपाईँको अहिलेको 3 गतेदेखि प्रब्लम आइरहेको छ अरे। 3 गतेदेखि 5 गतेसम्म, भोलि पनि एक्ज्याक्टली आउँछ, भोलि पनि लास्ट डेट हो, भोलि आउँछ प्रब्लम। 3 गतेदेखि 5 गतेसम्म, 3 गतेबाट आएको छ भनेको छ सर्भरमा प्रब्लम। अनि यो पोइन्टले तपाईँको भनेको छ उक्त समयलाई सम्बोधन हुने व्यवस्था मिलाएको बेहोरा जानकारी गराइन्छ भनेको छ। 3 गतेबाट 5 गते सायद 2 दिन थप्छ होला तपाईँको सिङ्गल दस्तुरको म्याद। अब थप्न पनि सक्छ, नथप्न पनि सक्छ, त्यो टिम सेवा आयोगको रणनीति हो। अब यो मेल अनुसार त थप्छ भनेको छ होला, सायद थप्छ होला यो मेल अनुसार त है। 5 गते तपाईँको 6 गतेबाट थप्छ होला। 5 गते पनि यो सर्भर खुल्दैन, यो एक्ज्याक्ट सबैलाई जानकारी भएको कुरा हो। तर 5 गते पछि डबल दस्तुरको म्यादमा 2-3 दिन थपेर सिङ्गल दस्तुरको अवधि बढाउँछ होला सायद। यही हो आजको भिडियोमा मैले तपाईँलाई जानकारी गराएँ। एउटा साथीको पनि यस्तै भइरहेको रहेछ, मलाई मेसेज गरेको थियो के गर्ने, यस्तो कस्तो गर्ने। त्यही भएर मैले सबैलाई जानकारी दिन चाहेँ, किन एउटै व्यक्तिमा सीमित राख्ने भन्ने सन्दर्भमा। सबै धेरैजसोले लास्ट डेटको पर्खाइमा हुनुहुन्छ होला तपाईँ, लास्ट डेटको पर्खाइमा हुनुहुन्छ होला। अब हेर्दाखेरि फर्म भर्दाखेरि तपाईँको यो सर्भर नै चल्दैन। अब यो के गर्ने त नि, यस्तो हेर्नु होला, धैर्य राख्नु होला। अहिलेको 5 गतेसम्म त तपाईँको यो चल्ने कुनै छाँटका नै छैन। 5 गतेपछि चाहिँ टिम सेवा आयोगको वेबसाइटमा हेर्नु होला, नोटिस आउँछ होला। म त्यो नोटिस आयो भने भिडियो ल्याउने छु तपाईँलाई जानकारीको लागि। हस् त, यही जानकारी गराएँ मैले तपाईँलाई। सर्भर चलिरहेको छैन, तपाईँको मात्र होइन, सबैको प्रब्लम भइरहेको छ। सर्भर खुलिरहेको छैन, अनलाइन पोर्टल। थप्छ होला सायद, यो मेल अनुसार थप्छ होला। ढुक्क भएर बस्नु होला, नआत्तिनु होला। 5 गतेपछि विचार गर्नु होला यसो। हस् त, धन्यवाद।